भन्टा पेट थिच्दै डाक्टरकोमा पुग्छ र डाक्टर साहब पेटले गर्नु गर्यो भनेर भन्छ। अनि डाक्टर के भयो अलि डिटेलमा भन्नु न भनेर भन्छ। र भन्टा राति सुतेसी जिउको तल्लो भागबाट एकदमै ठुलो आवाज निस्किन्छ। आवाज सुनेर श्रीमती त भइहाल्यो, वरपरको छरछिमेक समेत तर्सिन्छ भनेर भन्छ। अनि डाक्टरले एउटा सेतो गोली देखाउँछ र यो खाना अगाडि मात्रै खानु है भन्दै भन्टालाई दिन्छ। सेतो गोली लिई भन्टा घरतिर लाग्छ र गोली अहिले खाउँ कि पछि भन्दै कन्फ्युज हुन्छ। 2 थाल भात मार्छ अनि गोली चपाउँछ। राति त भन्टाको पेट फुल्छ र हेर्दा हेर्दै सेतो पो हुन्छ। भन्टा त बेलुन जस्तो हावामा पो उड्छ। त्यतिकैमा भन्टाको श्रीमती आउँछिन् र गुहार गुहार भूत भन्दै कराउन पो लाग्छिन्। कराको सुनेर छिमेकीहरू डन्डा लिएर निस्किन्छन् र तनलाई भूत भन्दै भन्टालाई फोड्छन्। अनि बिचरा भन्टालाई रुखमा लगेर पो बान्छन्। भन्टा चाहिँ डाक्टर के गोली दिएको भन्दै बरबराउन थाल्छ र ऐया ऐया भन्दै कुटाइ खान लाग्छ।